नमस्ते, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। हजुरहरूले देखिरहनु भएको छ कि मैले के गरिरहेको छु भनेर। हजुरहरूले पक्कै पनि सोच्नु भएको होला कि खाना पकाएको भनेर। खाना चाहिँ होइन, मैले केही प्रसादहरू बनाउँदैछु जसमा मैले आलुदम, खिर अनि पुरीहरू बनाएको छु। के को लागि बनाएको भन्दाखेरि चाहिँ आज मेरो घरमा साई भजन मैले राखेको छु, जसमा चाहिँ साई भक्तजनहरू आउनुहुन्छ र उहाँहरूले भजन गर्नुहुन्छ र त्यस पश्चात मैले उहाँहरूलाई केही प्रसादहरू वितरण गर्नेछु, जसको लागि चाहिँ मैले आज यहाँ खानेकुराहरू बनाउँदैछु। अनि मलाई मेरो माइजू, मेरो आन्टीहरूले पनि हेल्प गर्नुभयो। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ र उहाँले चाहिँ दीप प्रज्वलन गर्नुहुँदैछ। हजुरहरूलाई कतिको विश्वास लाग्छ है? मलाई त एकदमै विश्वास लाग्छ भगवानप्रति। भजन गरिसकेपछि हामीले केही प्रसादहरू वितरण गर्यो, जसमा चाहिँ भक्तजनहरूले है सबैजनाले ग्रहण गरिदिनु भयो। धन्यवाद छ तपाईँहरूलाई, यति छोटो समयमा पनि हजुरहरूले हाम्रो घरमा आएर भजन कीर्तन गरिदिनु भयो, त्यसको लागि मुरी धन्यवाद दिन चाहन्छु। र आजको मेरो ब्लग यसरी नै सकियो भन्दै म बाई बाई भन्न चाहन्छु।